गायक, संगीतकार तथा अभिनेता प्रकाश सपुतले निर्देशन गरेको पहिलो चलचित्र बसन्तको ट्रेलर हालै सार्वजनिक भएको छ। यो चलचित्रले जात व्यवस्था विरुद्धको कथा प्रस्तुत गर्दछ, जसमा प्रकाश सपुत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। चलचित्र आगामी चैत्र 22 गते अर्थात् अप्रिल 2025 देखि प्रदर्शनमा आउने तयारीमा छ। ट्रेलर सार्वजनिक भएसँगै प्रकाश सपुतको निर्देशन र अभिनय क्षमताप्रति दर्शकहरूको चासो र अपेक्षा बढेको देखिन्छ। उनको यस नयाँ भूमिकाले उनको क्रेजलाई अझ उचाइमा पुर्याउने सम्भावना छ। तर चलचित्र प्रदर्शनपछि मात्र दर्शक र समीक्षकहरूको प्रतिक्रिया स्पष्ट हुनेछ, जसले उनको लोकप्रियताको वास्तविक प्रभाव मापन गर्न मद्दत गर्नेछ। ट्रेलरमा देखाइएको कथावस्तु र प्रस्तुतिले चलचित्रप्रति सकारात्मक अपेक्षा सिर्जना गरेको छ। तर चलचित्रले नेपाली सिने जगतमा तहल्का मचाउन सफल हुन्छ कि हुँदैन भन्ने कुरा प्रदर्शनपछि दर्शक र समीक्षकहरूको प्रतिक्रियामा निर्भर गर्नेछ। यदि कथावस्तु, निर्देशन, अभिनय र प्राविधिक पक्षहरू सशक्त भएमा बसन्तले नेपाली चलचित्र क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। दर्शकहरूले प्रकाश सपुतको निर्देशन र अभिनय क्षमताप्रति चासो राखेका छन्। विशेषतः उनले यसअघि संगीत क्षेत्रमा देखाएको सफलताका कारण चलचित्रमा स्वस्तिमा खड्कासँगको उनको जोडी कथावस्तु र संगीत र प्रस्तुतिले दर्शकहरूलाई प्रभावित गर्ने अपेक्षा गरिएको छ। तर चलचित्रले दर्शकहरूको अपेक्षा पूरा गर्छ कि गर्दैन भन्ने कुरा प्रदर्शनपछि मात्र स्पष्ट हुनेछ। यदि कथावस्तु, निर्देशन, अभिनय र प्राविधिक पक्षहरू सशक्त भएमा बसन्तले नेपाली सिनेमा क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्छ। बसन्त नेपाली चलचित्र र प्रकाश सपुतका साथै सम्पूर्ण टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दछौं।